अब आज बिहान मैले अनि धर्म प्रवचनमा चाहिँ सर्वप्रथम पहिले चाहिँ मैले हाम्रो तिब्बतमा भएको बुद्ध धर्म भनौँ या हिमालयन क्षेत्रमा भएको बुद्धको धर्म त्यो धर्म चाहिँ कसरी अनि भएको कहाँबाट आएको त्यसको लिनेज भन्छ नि त्यो कस्तो गरेर हो भनेर चाहिँ त्यसको विषयमा चाहिँ भनेको थियो। त्यही जस्तो गरेर चाहिँ अहिले हाम्रो यहाँ नेपालीमा भने त्यस्तो गरेर चाहिँ भन्ने हो। अब यसमा चाहिँ सबैले त्यहाँ प्रोजेक्टर त्यसमा एउटा चाहिँ के हो भनेदेखि अनि अहिले यो संसारमा अनि बुद्धको धर्म चाहिँ धेरै फैलाएको छ अनि तिब्बतीको अनि बुद्ध धर्म पनि धेरै फैलाएको छ। अब तिब्बतीको बुद्ध धर्म भनौँ हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म भनौँ एउटै हो, सम्बोटा लेबीमा भएको बुद्ध धर्म। त्यसो कारणले अब बुद्ध धर्म भने चाहिँ हाम्रो हिमालयन क्षेत्रमा भएको त्यो चाहिँ कसरी भएको त्यसको लिनेज कहाँ सुरु चाहिँ कहाँदेखि भएको फेरि त्यसको बीचमा अनि कसरी अनि त्यो धर्म चाहिँ फैलाएको कसरी त्यो त्यहाँबाट आएको भनेको विषयमा पहिला हामीले हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म चाहिँ सुरु चाहिँ अनि बुद्ध शाक्य मुनिले अनि सगदावाको सेवाच्योङमा बुद्ध स्वयं बुद्धता प्राप्त अनि गर्नु भएर त्यसको पछि उहाँले चाहिँ अनि बनारस पनि भन्छ, वाराणसी पनि भन्छ, वाराणसी या बनारस त्यहाँमा अनि उहाँले अनि बनारसमा तिब्बतीमा भन्छ टाङसोङ ठुवा रिताकी नाक अनि हिन्दीमा अनि के भन्छ सारनाथ भन्छ। बनारसको सारनाथमा बुद्धले अनि कुशिकोको देना उनीहरू 5 वटा चेला छ उहाँहरूलाई चाहिँ धर्मदेशना गर्नुभएको। त्यो धर्मदेशना चाहिँ 4 आर्य सत्य भन्छ हो। त्यसको विषयमा बुद्धले धर्म देशना गर्नुभएको हो। त्यो चाहिँ सुरुवात। त्यसको पछि फेरि उहाँले चाहिँ अनि राजगिरमा अनि राजगिर भन्ने ठाउँमा चाहिँ झाउको फुङबुरी भन्ने एउटा छ त्यसमा चाहिँ फेरि बुद्धले बुद्ध धर्मको धर्मचक्र दोस्रो चाहिँ उहाँ दिनुभएको थियो। त्यो चाहिँ अनि महायान धर्म चाहिँ हो। त्यसको पछि फेरि वैशाली भनेको जग्गामा चाहिँ बुद्धले तथागत गर्भ भनेको बुद्ध धर्म चाहिँ धर्मचक्र चाहिँ अनि गर्नुभएको थियो। त्यो चाहिँ तेस्रो हो। अब त्यस्तो गरेर फेरि अमरवती भन्ने ठाउँमा अनि बुद्ध स्वयंले अनि बौद्धको तन्त्रको अनि धर्मचक्रहरू दिनुभएको थियो। त्यस्तो गरेर चाहिँ बुद्ध धर्म अनि सुरु चाहिँ अनि त्यहाँदेखि भएको हो। अब त्यसको पछि त्यस्तो बुद्धले दिनुभएको अनि सूत्र तन्त्रदेखि लिएर सबै धर्महरू पछि कहाँ फैलाएको हो अनि कहाँ त्योहरू सबै पढ्ने र ध्यान अभ्यास गर्ने भएको थियो भनेदेखि त्यो चाहिँ त्यसको पछि चाहिँ नालेन्डा भन्ने युनिभर्सिटी एउटा थियो त्यो बेला बुद्धको पछि भएको हो। त्यो नालेन्डामा अनि 17 वटा पण्डितहरू भएको थियो। त्यो 17 पण्डितको भित्र चाहिँ नागार्जुन भन्ने अनि त्यस्तो अनि
धेरै महान पण्डितहरू भएको थियो हो त्यो सतराहरू यहाँ अहिले यो चाहिँ यहाँ छ नि उहाँ चाहिँ नागार्जुन भन्ने त्यो हो नागार्जुनदेखि लिएर आर्यदेवा त्यहाँदेखि लिएर चाहिँ जम्मा चाहिँ 17 पण्डित अब योहरू मूल पण्डितहरू हो अरू पनि पण्डित धेरै भएको थियो हो त्यहाँदेखि अनि बुद्ध धर्मलाई संरक्षण गरेर उहाँ चाहिँ त्यहाँ चाहिँ बुद्ध धर्म पढ्ने ध्यान अभ्यास गर्ने त्यस्तो केन्द्र धेरै ठुलो केन्द्र एउटा भएको थियो त्यसको पछि बुद्ध धर्म चाहिँ बिस्तारै बिस्तारै अनि 4th सेन्चुरीमा बुद्ध धर्म चाहिँ चाइनामा फैलाएको हो त्यसको पछि अनि 6 र 7 सेन्चुरीमा होइन 7 र 8 बीचको सेन्चुरीमा अनि बुद्ध धर्म चाहिँ अनि तिब्बतमा फैलाएको त्यो चाहिँ भारत इन्डियादेखि अनि चाइनादेखि तिब्बतमा फैलाएको त्यस्तो होइन भारतदेखि डाइरेक्ट अनि तिब्बतमा फैलाएको हो त्यो बेलाको तिब्बतमा धर्म फैलाउने बेलामा त्यो तिब्बतमा धर्म फैलाउनुको लागि अनि कसले कृपा ठुलो गरेको छ भनेदेखि अनि अवलोकितेश्वरा चेरेसी भन्छ चेरेसी पनि भन्छ अवलोकितेश्वरा पनि भन्छ उहाँको कृपाले अनि तिब्बतमा बुद्ध धर्म चाहिँ फैलाएको हो अब अवलोकितेश्वरले अनि तिब्बतको जग्गाहरू सबै अनि उहाँले चाहिँ अनि उहाँले अनि त्यहाँ बुद्ध स्वयंले भने अनि भविष्यमा तिब्बतको देश तिब्बतको मान्छेहरू सबै अनि अवलोकितेश्वर तपाईको चेला हुन्छ तपाईको अनि आशीर्वादद्वारा उहाँहरूलाई राम्रो हुन्छ भनेर चाहिँ भन्नुभएको थियो त्यो भनेकै जस्तो गरेर चाहिँ पछि अनि अवलोकितेश्वरको अवतारी धर्मराजहरू धेरै भएर चाहिँ अनि तिब्बतलाई अनि उनीहरूले संरक्षण गरेर चाहिँ त्यस्तो गरेको थियो अब त्यसमा खास गरेर धर्मराज सबभन्दा अनि फेमस भनौँ नाम ठुलो भएको चाहिँ तिनवटा हो यो बीचको त्यो चाहिँ सोङजेन गम्बो भन्छ यतापट्टिको चाहिँ ठिसोङ देजेन भन्छ उतापट्टि चाहिँ अनि ठिरेल्पा भन्छ उनीहरूलाई चाहिँ राजा मात्रको नाम राखेको छैन धर्मराज भनेर उनीहरूको बेलामा बुद्धको धर्म चाहिँ तिब्बतमा धेरै फैलाएको हो धर्मलाई धेरै संरक्षण गरेको हो उनीहरूको कृपाले अहिलेसम्म तिब्बतको सोसाइटीमा अनि बुद्ध धर्म चाहिँ बस्न सकेको हो त्यो मात्र नभएर बिस्तारै बिस्तारै फैलाएर अहिले जम्बुद्वीपमा तिब्बतीयनको बुद्ध धर्म भनेदेखि धेरै नाम चलेको त्यस्तो भएको थियो त्यसो कारणले उहाँहरू धेरै कृपा ठुलो कृपा भएको धर्मराज हो अब सोङजेन गम्बोको बेलामा अनि के भएको थियो भनेदेखि अब तिब्बतमा बुद्ध धर्म फैलाउनको लागि अनि अब सोङजेन गम्बो स्वयं अवलोकितेश्वरको अवतार हो त्यो सँगै त्यो बेलामा तिब्बतमा धर्म फैलाउनको लागि अनि अक्षर चाहिएको थियो भाषाहरू राम्रो चाहिएको थियो त्यसो कारणले चाहिँ त्यो बेलामा सानो सानो बच्चा बुद्धि भएको राम्रो सानोहरू बच्चाहरू सबै त्यहाँ अनि त्यो गरेर त्यो भित्र चाहिँ एउटा चाहिँ थिमी सम्बटा भनेर एउटा थियो त्यो चाहिँ अनि मञ्जुश्रीको अनि अवतारी हो अनि थिमी सम्बटा भने अनि धेरै बुद्धि भएको एउटा बच्चा छ त्यस्तो 13वटा कि त्यस्तो थियो इन्डियामा पठाएर पढ्नु दिएको अनि इन्डियामा गएर चाहिँ 7 वर्ष पढेर त्यसको पछि अनि तिब्बतमा अनि उहाँहरू फर्केर गएर अनि तिब्बतमा चाहिँ तिब्बतको
ह्यान्डराइटिङदेखि लिएर भाषाहरूदेखि लिएर सबै राम्रो एउटा बनाएको त्यो बेलामा अनि बुद्ध धर्म भने उनीहरूले इन्डियाबाट परेर अनि तिब्बतमा गएर बुद्ध धर्म पनि फैलाउने त्यहाँदेखि चाहिँ सुरु भएको थियो बुद्ध धर्म फैलाउन सुरु चाहिँ अनि सङ्गजेन गम्बोको बेलामा त्यसको पछि अनि ठिसोङ देजेनको बेलामा चाहिँ अनि के भयो भनेदेखि अनि अब बुद्ध धर्मलाई अनि संरक्षण गर्ने विकास गर्ने त्यस्तो गर्नु पर्यो भनेको उहाँको मनमा भएको कारणले अनि उहाँले चाहिँ अब इन्डियाबाट धेरै शक्तिशाली भएको अनि गुरु अनि तिब्बतमा बोलाउनु पर्यो त्यो सँगै धेरै महापण्डित धेरै ज्ञानी भएको त्यस्तो भने तिब्बतमा चाहिँ अनि बोलाउनु पर्यो भनेर चाहिँ अनि ठिसोङ देजनको बेलामा अनि इन्डियामा भएको महाशक्तिशाली गुरु पेटमा सम्भव चाहिँ अनि तिब्बतमा बोलाएको त्यो सँगै महापण्डित अनि खेन्चेन बुद्धिसातो भन्ने एउटा थियो शिवछो भन्ने भन्छ शान्ति रक्षिता भन्छ पण्डिता शान्ति रक्षिता उहाँ दुईटालाई भने अनि तिब्बतमा बोलाएको त्यस्तो बोलाएर अनि तिब्बतमा चाहिँ धर्म चाहिँ धेरै विकास भएको थियो अब त्यो चाहिँ यहाँ छ अब यहाँ छ नि गुरु पेटमा सम्भव भने उहाँ हो खेन्चेन अनि बोधिसत्व धर्म रक्षिता भने उहाँ हो ठिसोङ देजेन अनि राजा ठिसोङ देजेन त्यो उहाँ तिनद्वारा तिब्बतमा चाहिँ अनि धर्म धेरै विकास भयो त्यो बेलाको धर्मको नामलाई के भन्छ भनेदेखि ngayur nyingma भनेर nyingमाको धर्म भनेर चाहिँ भन्छ अब त्यसको पछि अनि तिब्बतमा अनि अलिकति कष्टहरू आएको कारणले बुद्ध धर्मलाई अलिकति निभाउनु बुद्ध धर्म हराउने अनि त्यस्तो अलिकति भएको थियो त्यो बेलामा फेरि अनि तिब्बतको राजाहरूले चाहिँ अब तिब्बतमा बुद्ध धर्म फैलाउनको लागि अझै राम्रो एउटा फैलाउनको लागि के गर्नु पर्यो भनेदेखि इन्डियादेखि अनि तिब्बतमा चाहिँ फेरि एउटा पण्डित एउटा बोलाउनु पर्यो भनेर अब त्यो बेलामा इन्डियामा धेरै फेमस भएको पण्डित चाहिँ के छ भनेदेखि उहाँ हो छोचे पन्ते अतिशा भन्छ तिब्बतीमा इन्डियामा के भन्छ दिवमकरा भन्छ उहाँको नाम दिवमकरा भन्ने पण्डित उहाँ चाहिँ तिब्बतमा बोलायो उहाँले तिब्बतमा फेरि धर्म विकास गर्यो त्यो बेलामा उहाँको चेला अनि अवलोकितेश्वरको अवतारी डोम्तुङ ग्यावी जुङ्ने भने चाहिँ यो उहाँ चाहिँ गेङे हो गेङे त्यो सँगै लोचावा अनि भने एउटा थियो अनुवादा धेरै नाम चलेको उहाँ तिनद्वारा अनि तिब्बतमा चाहिँ फेरि धर्म एउटा विकास भयो त्यो धर्मलाई नाम के राख्यो छ भनेदेखि कादम यिङमा भनेर चाहिँ नाम राखेको थियो अब यो चाहिँ दोस्रो भयो फेरि यसको पछि तिब्बतमा चाहिँ फेरि अनि के भयो भनेदेखि अनि तिब्बतमा लामा मार्पा भनेको एउटा महागुरु एउटा चाहिँ अनि भएको थियो लामा मार्पा उहाँको चेलामा जुजुमेला उहाँ दुईटाको चेलामा चाहिँ अनि जे गम्बोपा भनेर तिनवटा उनीहरू तिनवटादेखि के भएको थियो भने मार्पा कक्यु भनेर कक्युको धर्म चाहिँ त्यहाँदेखि फैलाएको मार्पा कक्यु भनेर हुनु त कक्युमा दुई लिनेज हुन्छ एउटा चाहिँ मार्पा कक्यु हो एउटा चाहिँ स्याङ्बा कक्यु हो तर स्याङ्बा कक्यु चाहिँ धेरै कम्ती छ अब कक्युमा चाहिँ धेरै चाहिँ अनि मार्पा कक्यु हो त्यसको कारणले यता अनि कक्युको अनि लिनेजमा चाहिँ अनि उहाँहरू राखेर हो त्यो बेलाको धर्मलाई कक्युको धर्म भन्छ त्यसको पछि फेरि यहाँ साक्या खोङमाङ्गा भनेर
पे साक्याको ठुलो महान गुरु 5 वटा भएको थियो त्यो 5 वटा गुरुद्वारा अनि पे साक्याको धर्म चाहिँ अनि फैलाएको हो पे साक्याको धर्म त्यसको पछि फेरि अनि जमगो यहाँ छ नि जमगो लामा चोङखा बच्छम्बो अनि केशव धर्म रिन्चे खिटुमा विङिमा गेली पेलसङ भनेर उहाँ तिनवटाद्वारा फेरि अनि धर्म एउटा फैलाएको थियो त्यो धर्मलाई चाहिँ के भन्छ भनेदेखि रिउ गिलुक्पा भन्छ गिलुक्पाको धर्म भनेर त्यो फैलाएको हो अब त्यसको पछि चाहिँ अनि धर्म अनि हुनु चाहिँ यही 5वटादेखि भएको हो तर अलिअलि नाम अनि भएको अनि कोही कोहीहरू भएको थियो खास गरेर तिब्बतमा यो 5 वटा चाहिँ धर्म चाहिँ फैलाएको थियो अब कदम निङमाको धर्म चाहिँ कदम यो गिलुक्पाले राख्यो संरक्षण गरेर राखेको थियो त्यसो कारणले गिलुक्पाहरूलाई कदम्बा पनि भन्छ कदम शर्मावा पनि भन्छ त्यस्तो हो अब मैले यहाँ के भन्न चाहन्छु भनेदेखि तिब्बतमा भएको निङमाको धर्म होस् कदम nganyuri निङमाको धर्म होस् कदम निङमाको धर्म होस् साक्याको धर्म होस् कग्युको धर्म होस् गिलुको धर्म होस् त्यो धर्महरू सबै एउटै हो अलि आफ्नो आफ्नो धर्मलाई अनि त्यो धर्म अनि धर्म सिकाउने तरिका त्यो धर्मले ध्यान आवेश गर्ने बेलामा टेक्निकहरू त्यस्तोमा चाहिँ अलि फरक छ नत्र सबै बुद्ध शाक्य मुनिकै अनि धर्म हो त्यो सबै बुद्धकै धर्म हो त्यो चाहिँ हामीले थाहा हुनु पर्यो त्यो चाहिँ मैले त्यसरी भनेको कुरा होइन म आफैले भने निङमाको धर्म भने पढेको थियो वाङलुङ ठियाहरू पाएको थियो त्यस्तो गरेर चाहिँ कदमको धर्म पनि पाएको थियो अनि साक्याको धर्महरू पनि पाएको थियो अनि गिलुक्पाको धर्म पनि मैले पाएको थियो सो मैले त्यो धर्महरू सबै पढ्दाखेरि चाहिँ के थाहा भएको छ भनेदेखि त्यो धर्महरू सबै नाम चाहिँ अलग छ टेक्निकहरू अलिकति सिकाउने तरिकाहरू त्यो चाहिँ अलगै छ मूलमा सबै एउटै हो अनि श्री दलाई लामाजीले भने के भन्यो भनेदेखि तिब्बतमा भएको 5 वटा जो धर्म छ त्योहरू सबै एउटै हो कसरी हो भनेदेखि छिदुवा नङछाङसेम सवा साङक भन्नु छ त्यो चाहिँ धेरै ठुलो कुरा हो छिदुवा भने चाहिँ यो 5 वटा धर्म जो धर्म गर्ने मान्छेहरू सबैले बाहिरिकमा चाहिँ के गर्छ भनेदेखि आफ्नो आफ्नो शीलमा विनयमा भएको शीलमा बस्छ भनेको थियो अब धर्म गर्नेहरू कोहीहरू गेङेन हुन्छ त्यसलाई चाहिँ गेङेनको शील भनेर चाहिँ पञ्चशील लिएर अनि ध्यान अभ्यास गर्छ अब गुरुहरू भयो घेसुल घेलोङहरू भयो उनीहरू चाहिँ आफ्नो शील भिक्षुको शीलहरू लिएर चाहिँ त्यो चाहिँ ध्यान अभ्यास गर्छ त्यसो कारणले 5 वटा त्यो सबै बाहिरिक के हो भनेदेखि विनयको शीलमा बसेको छ भन्छ छिदुवा नङछाङसेम भने चाहिँ त्यो 5 वटै धर्म मान्नेहरूले मनको भित्र चाहिँ धर्म मूल धर्म के गर्छ भनेदेखि बोधिचित महायानको धर्म मूल बुद्धिचित धर्मलाई ध्यान अभ्यास गर्छ भनेर चाहिँ भनेको थियो नङछाङसेम अब त्यो 5 वटै अनि धर्म मान्नेहरूले अरू के गर्छ भनेदेखि गुप्त रूपमा सवा भने चाहिँ गुप्त भने चाहिँ सवा सिक्रेट इङ्ग्लिसमा सिक्रेट भन्छ नि गुप्त रूपमा चाहिँ अनि धर्म चाहिँ के गर्छ भनेदेखि तन्त्रको धर्म चाहिँ तन्त्र मन्त्रको धर्महरू चाहिँ गर्छ भनेको थियो
त्यसो कारणले यो पाँचवटा सबै छिद्वा नाङछाङसेम सवासँग भन्ने त्यस्तो अनि ध्यान आवेश गर्ने धर्म हो भनेको त्यो मात्र नभएर मैले बिहान एउटा उदाहरण दिएको थियो अब यहाँ हेर्नुहोस् त टेबल छ नि टेबल अब टेबलको माथि चाहिँ अनि पुग्नु पर्यो तर त्यो टेबलमा चाहिँ हाङ्का भनौँ के भनौँ चारवटा हुन्छ नि एउटा खुट्टा एउटा खुट्टा दुईवटा खुट्टा तिनवटा चारवटा हुन्छ नि अब किराहरू चाहिँ यता माथि आउनुको लागि कोही कोहीहरू यो खुट्टादेखि आउन सक्छ कोही कोही उता कोही कोही त्यहाँ चारवटा खुट्टादेखि अब त्यो किराहरू आएर चाहिँ पुग्ने चाहिँ एउटै हो नि माथि पुग्ने हो नि त्यही जस्तो अहिले तिब्बतमा भएको अनि धर्म पाँचवटा होस् चारवटा जो छ त्योहरू सबै के हो भनेदेखि मूल विषय चाहिँ त्योहरू सबै बुद्धता प्राप्त गर्न सक्ने जो धर्ममा हामीले मानेर ध्यान आवेश गर्यो भनेदेखि त्यो चाहिँ बुद्धसम्म पुग्न सक्ने धर्म हो त्यसो कारणले यो सबै अनि धर्म चाहिँ के हो भनेदेखि अनि सबै बुद्धको धर्म बुद्धता प्राप्त गर्न सक्नेको धर्म त्यस्तो हो त्यसो कारणले हामीले यो धर्म राम्रो त्यो धर्म नराम्रो हो भनेर चाहिँ अनि हामीले त्यस्तो गर्नु हुँदैन त्यो गर्यो भनेदेखि धर्मको नामद्वारा पाप भन्ने चाहिँ हुनसक्छ त्यो पाप गर्यो भनेदेखि धेरै अनि के भन्छ कष्ट धेरै अनि आफूलाई अनि पापद्वारा दुःख पाउने त्यस्तो हुन्छ त्यसो कारणले धर्मको नामदेखि पापको काम चाहिँ गर्नु हुँदैन भनेर चाहिँ मैले भनेको थियो त्यो हो त्यसो कारणले मनमा सबैले मनमा राख्नुपर्ने कुरा चाहिँ यो हो अब त्यस्तो तिब्बतको धर्म चाहिँ बिस्तारै बिस्तारै हामी हिमालयन क्षेत्रतिर चाहिँ फैलाएको हो त्यसो कारणले नेपालमा पनि त्यही धर्म चाहिँ फैलाएर अहिले नेपालमा अनि नेपालको हाम्रो हिमालयन क्षेत्रतिर अनि जो धर्महरू मान्छ त्योहरू सबै पहिला कहाँबाट भएको हो भनेदेखि तिब्बतबाट भएको हो अब नेपालको भित्र काठमाडौँतिर भक्तपुरतिर अनि पाटनतिर अनि बुद्ध धर्म फैलाएको छ त्यो धर्म चाहिँ तिब्बतबाट होइन त्यो चाहिँ डाइरेक्ट इन्डिया नालन्दा इन्डियादेखि नेपालमा अनि भएको हो अब त्यो छोडेर त्यो बाहेक हिमालयन क्षेत्रमा भएको अनि यिङमा काग्यो साके गेलुको जति धर्महरू छ त्योहरू सबै तिब्बतबाट आएको त्यसो कारणले अहिले हामी तामाङ भयो गुरुङ भयो त्यस्तो गरेर चाहिँ लोछिमे ग्याजादेखि भयो त्यस्तो गरेर धेरै थियो नि त्योहरू सबैले मान्ने धर्म चाहिँ तिब्बतबाट आएको धर्म हो त्यसो कारणले मैले सत्य कुरा के भन्न चाहन्छु भनेदेखि धर्मको लागि अनि तिब्बत अनि सरकार तिब्बतको मान्छेहरूले धेरै दुःख कष्ट गरेको छ धर्मको लागि आफ्नो दान दौलत धर्म फैलाउन लागि धेरै अनि खर्च गरेको छ धर्मको लागि जान पनि धेरै उनीहरूले दिनुभएको छ धर्मको लागि धेरै त्यस्तो गरेर पो अहिले तिब्बतको धर्म चाहिँ यस्तो राम्रो अब हुनु त 1959 मा तिब्बती भनेदेखि पहिला त अनि इन्डिपेन्डेन्स अनि त्यस्तो अनि थियो तर पछि यस्तो दुःख पाएको थियो तर पनि अहिले पनि बुद्ध धर्म तिब्बतको धर्म चाहिँ वर्ल्डमा धेरै फेमस हुने चाहिँ कारण के हो त्यो तिब्बतीहरूले त्यो बुद्ध धर्मले संरक्षण धेरै राम्रो गरेको कारणले त्यस्तो भएको थियो त्यसो कारणले अहिले यो धर्म चाहिँ मैले के भन्न चाहन्छु भनेदेखि हामी अनि तिब्बती होस् हिमालयन क्षेत्रको मान्छेहरू होस् मङ्गोलियनहरू होस् त्योहरू सबै अनि धर्म र त्यो धर्मद्वारा भएको संस्कृति जो छ सबै मिलेको हो सबै एउटै हो त्यसो कारणले हामी सबै धर्मको लागि एकता हुनुपर्छ एकता गरेर चाहिँ सबै मिलजुल गरेर बस्नुपर्छ मैले अहिले सुनेमा यता अनि दिमापुरमा पनि तिब्बतीहरू लोछिमे ग्याजाबाट आउनुहरू अनि अहिले यहाँ गुरुङहरू जति छ सबै तामाङहरू सबै मिलेर
अनि मिलजुल गरेर धेरै राम्रो बसेको छ भनेर सुनेको थियो त्यो धेरै राम्रो हो यस्तो हुनुपर्छ त्यसको कारणले भविष्यमा पनि यसरी अनि गरेर चाहिँ त्यो पाउँछ अब यहाँ मैले चाहिँ अनुरोध के गर्नु चाहन्छु भनेदेखि हामी आफ्नो धर्मलाई धेरै आस्था छ धेरै मान्छ तर के हामीले नपुगेको कुरा चाहिँ के छ भनेदेखि धर्मलाई पर्दैन रहेछ है बुद्ध धर्मलाई धेरै आस्था छ भन्छ तर बुद्ध धर्म कस्तो हो भनेर अब पढ्नु पर्यो नि अब त्यो चाहिँ हामीले धेरै पर्दैन प्रार्थना चाहिँ धेरै गर्छ सप्ताहहरू चाहिँ धेरै गर्छ त्यो पनि राम्रो त हो तर त्यो भन्दा राम्रो के हो धर्म पढ्ने धर्मको कुराहरू धेरै सुन्ने धर्मको लागि चाहिँ आफूले अनि चिन्तन गर्ने भने चाहिँ मनमा धेरै सोच्नुपर्छ धर्मको विषयमा त्यसको माथि ध्यान आवेश चाहिँ गर्नुपर्छ धर्मलाई सुन्ने चिन्तन गर्ने ध्यान आवेश गर्यो भनेदेखि बल्ल धर्मको अनि रस भन्छ नि अब खानाहरू नखाएर राख्यो भनेदेखि त्यसको टेस्ट रस कस्तो थाहा छैन नि जति त्यहाँ जुलाबीदेखि लिएर लड्डुदेखि लिएर जति मिठो छ भनेर चक्लेटहरूदेखि लिएर जति मिठो त्यहाँ राखेर आँखाले हेरेर कहाँ थाहा हुन्छ हुँदैन नि त्यो त खानु पर्यो त्यही जस्तो गरेर धर्मको रस आफूले अब त्यो आफूले चाहेको छ अब त्यसको लागि चाहिँ के अब हामीले चक्लेटदेखि लिएर त्योहरू सबै खाएको जस्तो गरेर धर्म चाहिँ पढ्नुपर्छ पढेर मात्रै नभएर ध्यान आवेश गर्नुपर्छ त्यहाँदेखि बल्ल बल्ल त्यसको रस त्यसको अनि के अरे गुणहरू अनि हामीले चाहिँ थाहा हुन्छ त्यसो कारणले मैले अहिले यहाँ चाहिँ यो अनुरोध गर्न चाहन्छु त्यो हो अब यहाँ अब त्यस्तो तिब्बतमा भएको धर्महरू सबै अहिले 21st सेन्चुरी 2018 अहिले यो सबैलाई अनि संरक्षण गर्ने र त्यसको जिम्मा सबभन्दा ठुलो लिने चाहिँ श्री दलाई लामाजी भएको थियो अब श्री दलाई लामाजी उहाँको ठुलो कृपाले अहिले तिब्बत सोसाइटीमा धर्म राम्रो पढाउन सक्यो त्यो मात्र नभएर अहिले सेरा डेबुङ गान्धेन nganggur nyingmako sheta sakyako sheta kakyuko sheta अनि त्यस्तोमा अनि धर्म धेरै पर्ने नेपालबाट आएको काठमाडौँबाट आएको गाउँ विकास त्यहाँदेखि आएको त्यो खेम्बोहरू केसियाहरू त्यस्तो नेपाली भएको पनि तिब्बती सोसाइटीमा परेर धेरै राम्रो भएको धेरै छ त्यसो कारणले धेरै कृपा ठुलो हो त्यो चाहिँ हामीले जानुपर्छ त्यो एउटा कुरा हो अब यहाँ त्यसको पछि चाहिँ त त्यसो अब यहाँसम्म चाहिँ मैले के अहिले के मैले तपाईँहरूले के सिकाएको हो के मैले परिचय गरेको हो भनेदेखि हाम्रो हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म चाहिँ कसरी आएको हो कसरी त्यो भएको भनेको विषयमा चाहिँ अहिले मैले भनेको चाहिँ त्यो हो अब यहाँसम्म चाहिँ एक पाठ सिद्धियो हैन अब दोस्रो पाठमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि हिजो मैले भनेको जस्तो हामी एउटा मान्छे भएको कारणले अनि हामी राम्रो मान्छे हुनु पर्यो त्यसको लागि चाहिँ असल विचार र असल आचरण हामीले चाहिन्छ भनेको कुरा चाहिँ हिजो भनिसक्यो त्यो सँगै अब हामी मान्छे मात्र नभएर हामी एउटा बुद्धको चेला बौद्ध हो हामी भन्छ अब बौद्ध हो भनेर पनि बौद्ध र अबौद्धको फरक के हो हामी बौद्ध हुनुको लागि के चाहिन्छ भनेको कुरामा चाहिँ हामी बौद्ध हुनुको लागि हाम्रो मनको भित्र एउटा गुण चाहिएको छ गुण चाहिँ कस्तो हो भनेदेखि बुद्ध धर्मसँगलाई मनदेखि नै मान्ने बुद्ध धर्मसँगलाई मनबाट मानेर उहाँको शरणमा जाने त्यस्तो सोचलाई गुण भन्छ त्यस्तोलाई अरु त्यो पनि भन्छ शरण गमन भन्छ त्यसलाई त्यसो कारणले जो मान्छेलाई शरण गमन छ त्यो मान्छे चाहिँ बौद्ध हुन्छ
जो मान्छेलाई शरण गमन भन्ने बुद्ध धर्म सङ्घले मनदेखि नै ढोक्ने र मान्ने छैन भनेदेखि त्यो मान्छे चाहिँ बौद्ध हुँदैन। बौद्ध हुने र नहुने भने चाहिँ माथि घरको माथि झन्डा राखेर भने होइन, मैले हिजो भनिसक्यो होइन, घरको भित्र बुद्धको स्ट्याचु त्यस्तो अनि राखेर पनि हुने होइन। अब बौद्ध हुनुको लागि के चाहिएको छ भनेदेखि मनको भित्र शरण गमन भन्ने त्यस्तो अनि ज्ञान चाहिँ चाहिएको छ। त्यो भयो भनेदेखि बौद्ध हुन्छ भनेर चाहिँ त्यो। अब अहिले के आएको छ भनेदेखि अब शरण गमन भन्ने चाहिँ अनि कस्तो हो, हामीले बुद्ध धर्म सङ्घलाई अनि शरण गमन गर्नुपर्छ भनेदेखि शरण गमनको विषयमा हामीले जान्नुपर्ने कुराहरू के हो त्यो चाहिँ म अहिले भन्न चाहन्छु। अब तपाईँहरूले अलि लेख्दै गर्नुहोस्। यहाँ सबैले थाहा हुनुपर्ने शरण गमनको विषयमा छोटकरीमा भन्यो भनेदेखि 5वटा कुरा हामीले थाहा हुनुपर्छ। 5वटा कुरा। एउटा चाहिँ के हो भनेदेखि तिप्तीमा पनि भन्छु, नेपालीमा पनि मैले त्यो ट्राई गरेर भन्छु। तिप्तीमा पहिला क्याम्ड्रे फे थाङ्बो थाङ्बो क्याम्ड्रे फे भन्छ। यो क्याम्ड्रे फे भन्ने चाहिँ अनि नेपालीमा के भन्छ भनेदेखि शरण गमनको अनुशासन, शरण गमनको अनुशासनलाई क्याम्ड्रे फेयन भन्छ। त्यो चाहिँ नम्बर 1 भयो। अब दोस्रोमा हामीले थाहा हुनुपर्ने कुरा चाहिँ के हो भनेदेखि क्याम्ड्रे घ्यू भने चाहिँ शरण गमनको हेतु, शरण गमनको हेतुलाई क्याम्ड्रे घ्यू भन्छ। त्यो 2 भयो। तेस्रोमा चाहिँ के छ भनेदेखि क्याम्ड्रे युल भन्ने चाहिँ नेपालीमा शरण गमनको विषय त्यो हो। त्यहाँदेखि तेस्रोमा चाहिँ तिप्तीमा के भन्छ क्याप्सु ड्रोवे छुल भने चाहिँ हामीले बुद्ध धर्म सङ्घलाई शरण गमन कसरी गर्नुपर्छ त्यो हो। शरण गमन गर्ने तरिका त्यसलाई चाहिँ क्याप्सु ड्रोवे छुल भन्छ। त्यसलाई चाहिँ 4वटा भयो। त्यसको माथि क्याम्ड्रे लाप्चा भने चाहिँ के हो, शरण गमनको शिक्षा, शरण गमनको नियम त्यो हो। यो 5वटा चाहिँ हामीले थाहा हुनुपर्छ। त्यो 5वटा कुरा चाहिँ हामीले राम्रो थाहा भयो भनेदेखि शरण गमन भने चाहिँ यस्तो पो रहेछ भनेर चाहिँ अनि हामीले चाहिँ थाहा हुन्छ। त्यसो गरेर चाहिँ यो 5वटा कुरा चाहिँ सबैले मनमा राख्नु पर्यो। अब त्यसमा चाहिँ अघि मैले बिहान के सिकाएको छ भनेदेखि नम्बर 1 क्याप्सु ड्रोवे फेयन भन्ने चाहिँ त्यसमा 8वटा छ। अब यहाँ नेपालीमा भन्छु। त्यो 5मा नम्बर 1 चाहिँ के हो भनेदेखि शरण गमनको अनुशासन। शरण गमनको अनुशासनमा कति छ भनेदेखि 8वटा छ। 8वटा मूल 8वटा छ। अब त्यो चाहिँ मैले यहाँ एक गरेर भन्छु। त्यो 8मा शरण गमनको अनुशासनमा 8 भएको कारणले त्यसमा चाहिँ नम्बर 1 के हो भनेदेखि तिप्तीमा भन्छ नाङ्बा साङ गेपर छुपा। नाङ्बा साङ गेपर छुपा भने चाहिँ के हो, आफै बौद्ध लम्बी अनि हुन्छ त्यो हो। त्यसो कारणले मैले अघि भनेको जस्तो जो मान्छेले मनदेखि नै बुद्ध धर्म सङ्घलाई मान्छु, म बुद्ध धर्म सङ्घलाई शरण गमन गर्छु भनेर चाहिँ त्यस्तो मन भयो भनेदेखि त्यो व्यक्ति चाहिँ अनि बुद्धको चेलामा अनि उहाँ त्यो चाहिँ बुद्ध चेला हुन्छ। त्यसो कारणले
बुद्धको चेला पनि भन्छ, बौद्ध पनि भन्छ, बौद्ध हुन्छ। त्यसो कारणले आफै बौद्धको भित्र पस्नु सक्नको लागि हामीले के चाहियो? शरण गमन चाहियो। त्यसो कारणले चाहिँ थाङ्बो सर्वप्रथम नाङ्बा साङ्गे पर छुप भन्ने चाहिँ एउटा हो। यो चाहिँ मनमा राख्नुहोस्। अब दोस्रोमा चाहिँ के हो भनेदेखि नाङ्बे दोम्बा थाम्जेकी तेन्दु गिर्बा। नाङ्बे दोम्बा थाम्जेकी तेन्दु गिर्बा भनेको मतलब चाहिँ बौद्धको जति शिलाहरू छ त्यसको आगर हुन्छ। त्यसको आगर भने चाहिँ कस्तो हो भनेदेखि म यहाँ प्रश्नमा भन्छु, जो मान्छेलाई बुद्ध धर्म सङ्घलाई शरण गमन छ, शरण गमन भयो भने त्यो मान्छेले शरण गमन भएको कारणले उसले बौद्धको शील, पञ्चशीलदेखि लिएर भिक्षुको शील, के अरे बुद्धिसत्वको शील अनि तान्त्रिकको शील जो छ त्योहरू सबै लिनु सक्छ, पाउनु सक्छ। जो मान्छेले शरण गमन छैन त्यो नभएको कारणले शरण गमन नभएर अब पञ्चशील लिनु जान्छु भनेदेखि पाउँदैन। म भिक्षुको शील लिन्छु भनेर पनि पाउँदैन, बुद्धिसत्वको शील लिन्छु भनेर पनि पाउँदैन, तन्त्रको शील लिन्छु भनेर पनि बौद्धको तन्त्रको शील लिन्छु भनेर पनि पाउँदैन। त्यसो कारणले बौद्धको जति शिलाहरू छ, शिला नियम त्यस्तो आफूले लिन्छ नि जति छ त्यो आफूले पाउनको लागि बेस के चाहिएको छ भनेदेखि शरण गमन चाहिएको छ। त्यसो कारणले यहाँ नाङ्बे दोम्बा थाम्जेकी तेन्दु गिर्बा भनेको मतलब चाहिँ त्यो अलिकति प्रश्न भयो त्यो। अब त्यो चाहिँ दोस्रो। तेस्रोमा अब बुद्ध धर्म सङ्घलाई मान्यो भने अनि शरण गमन गर्यो भनेदेखि अरू फाइदा के छ? अरू फाइदा के छ भनेदेखि त्यसमा चाहिँ तेस्रोमा के छ? सबैलेगी जीवनम सेबर गिर्वा भनेको छ। त्यसको मतलब के हो भनेदेखि यदि हामीले शरण गमन नलिएको अगाडि शरण गमनको आदेश नगरेको अगाडि यदि हामीले पाप धेरै गरेको त्यस्तो हुनसक्छ। अब त्यस्तो पाप आफूले गरेको पापहरू हुन्छ नि त्योहरू सबै आफूले बुद्ध धर्मसँगले ढोकेर शरण गमन गर्यो भनेदेखि त्यो पापहरू सबै निभाउँछ भनेको, हटाउँछ भनेको, छाया के अरे छाया प्रतिछ हुन्छ भनेको त्यो। त्यसो कारणले त्यो चाहिँ तेस्रो भयो। त्यसको माथि चारवटा चाहिँ के हो भनेदेखि बुद्ध धर्मसँगलाई ढोकेर शरण गमन गर्यो भनेदेखि एउटा फाइदा के हुन्छ भनेदेखि धेरै पुण्य कमाउँछ भनेको हो है। सोनम क्याछम्बो देलाक्तो सोपा भने त्यो हो। त्यो कसरो हो भनेदेखि बुद्ध स्वयंले साङ्गे योन्देन समीख्याप छुगे योन्देन समीख्याप किन्दु योन्देन समीख्याप समीख्यापलाई धेचेबे नम्बर मेम्बर समीख्याप भनेको छ। त्यस्तो ज्ञान र पुण्यमा त्यो सागर जस्तो ज्ञान पुण्य भएको बुद्ध धर्मसँगले आफूले ढोक्यो भने शरण गमन गर्यो भनेदेखि आफूले पनि पुण्य कमाउँछ भनेको त्यो। समीख्यापलाई धेचेबे नम्बर मेम्बर समीख्याप भन्ने चाहिँ त्यस्तो हो। त्यसो कारणले यो चाहिँ के भयो? चारवटा। 5 नम्बरमा चाहिँ के हुन्छ? तिप्तीमा मिता मिमिङ्गी नेबे मिछुक्पा। मिता मिमिङ्गी नेबे मिछुक्पा भने चाहिँ के हो भनेदेखि हामी यस्तो हुन्छ र नि कोही मान्छेहरूलाई आफैले के पनि नगरेर भने आफैले मान्छेले पनि आफैले हान्ने गर्ने, मान्छे नभएको त्यस्तो भूतसुतले पनि हान्ने गर्ने आफैले त्यस्तो हुन्छ रहेछ नि। अब यदि हामीले बुद्ध धर्मसँगले मनदेखि नै ढोकेर मानेर
उहाँको शरणमा गयो भनेदेखि मान्छे र मान्छे नभएको भूतसुत त्यस्तोहरूले आफूलाई हान्ने गर्ने सक्दैन भनेको थाहा भयो मिदा मिमिङ्गी नेपे मिथुपा भने चाहिँ त्यो त्यसो गरेर यहाँसम्म चाहिँ कति भयो 5 वटा फाइदा अरू फाइदा के छ शरण गमन गर्यो भनेदेखि फाइदा के छ भनेदेखि न्येसोङ तो मितुवा भने चाहिँ के हो भनेदेखि मनदेखि नै बुद्ध धर्मसँगलाई ढोक्यो भने मान्यो भनेदेखि के गर्छ बुद्ध धर्मसँगले मानेको पछि बुद्धले के भनेको कुरा चाहिँ हामीले सुन्छ पालन गर्छ त्यो गर्नु बेलामा हामीले के गर्छ हो पापको कामहरू छोड्छ धर्मको कामहरू गर्छ त्यो गर्यो भने के हुन्छ पापको काम छोड्यो भनेदेखि हामी पछिको जन्ममा चाहिँ अनि नरकमा हामी जाँदैन पछिको जन्ममा दुर्गतिमा हामी चाहिँ पुग्दैन दुर्गतिमा जानेको कारण के हो पापको कामले हो अब आफूले पाप छोडिसक्यो भनेदेखि किन त्यहाँ आउने त्यसो कारणले बुद्ध धर्मसँगले मनदेखि नै मान्यो भनेदेखि शरण गमन गर्यो भनेदेखि के हुन्छ भनेदेखि दुर्गतिमा हामी चाहिँ अनि दुर्गतिमा चाहिँ हामी अनि जानु पर्दैन भने त्यो चाहिँ अनि त्यो कति भयो 6वटा अब त्यहाँ 7मा नम्बर 7मा के हो चिसम्बे थ्योथम्चे डुबा भनेको मतलब चाहिँ अब बुद्ध धर्मसँग अघि मैले भनेको जस्तो पुण्य सागर जस्तो पुण्य भएको बुद्ध धर्मसँगले आफूले मानेर शरणमा गयो भनेदेखि आफूले भने पुण्य धेरै कमाउँछ आफूले पुण्य धेरै कमायो भनेदेखि के हुन्छ हो यहाँ छेउमा के लेखेको छ सनम देम्बे मी सम्बन्धम क्या डुब भनेको छ त्यसको मतलब के हो जो मान्छेलाई धेरै पुण्य छ त्यो मान्छेको सोचहरू सबै सफल हुन्छ भन्छ म यो चाह्यो यो गर्छु भनेदेखि सफल हुन्छ भन्छ जो मान्छेले पुण्य छैन त्यसलाई चाहिँ काम गर्नु बेलामा चाहिँ सफल हुँदैन भन्छ त्यसो कारणले चिसम्बे थ्योथम्चे डुबा भनेको चाहिँ अनि शरण गमनको एउटा अनि फाइदा हो त्यो एउटा अनि 8 चाहिँ अनि के हो भनेदेखि नम्बर 8मा चाहिँ के छ न्युर्तु छाङ्ग्यावा भने चाहिँ अनि छाङ्ग्यावा भने चाहिँ बुद्धता प्राप्त गर्ने भनेको हो अब न्युर्तु भने चाहिँ छिटो त्यसो कारणले जो मान्छेले बुद्ध धर्मसँगले मानेर शरण गमन गर्यो भनेदेखि त्यो मान्छे चाहिँ बुद्धता प्राप्त गर्ने चाहिँ छिटो गर्न सक्छ भनेको त्यो न्युर्दु छाङ्ग्यावास हो यो 8वटा चाहिँ के हो शरण गमनको अनुशासन पनि बन्छ फाइदा पनि भन्छ साधारणमा भन्यो भनेदेखि बुद्ध धर्मसँग शरण गमन गर्यो भनेदेखि के फाइदा छ भनेदेखि 8वटा फाइदा छ भनेको कुरा चाहिँ त्यो हो अलिकति त्यो क्लियर भयो हैन यो चाहिँ त्यो हो अब यहाँसम्म चाहिँ त्यो अब त्यसको पछि अब के आउँछ भनेदेखि अघि हामी 5 थियो नि 5 पर्क थियो नि त्यो भित्र के सक्यो शरण गमनको अनुशासन भनौँ फाइदा चाहिँ भनिसक्यो अब दोस्रोमा के आउँछ क्याम्ड्रिग्यु भने चाहिँ के हो भनेदेखि शरण गमनको हेतु शरण गमन भने चाहिँ हाम्रो मनमा आउनु पर्यो तर शरण गमन त्यो पनि प्रतीत समुपता हो त्यो हेतुको कारणले आउनु पर्यो नि हेतु नभएदेखि शरण गमन आउँदैन त्यसो कारणले शरण गमन आफूले पाउनुको लागि या मनमा आउनुको लागि त्यसको हेतु चाहिँ के हो थाहा हुनु पर्यो अब म यहाँ एउटा एक्जाम्पल उदाहरण म एउटा भन्छु हैन एउटा बिमारी मान्छे हैन उसलाई बिमारी मान्छेहरू चाहिँ अनि हस्पिटलमा डाक्टर मिल्नु किन गएको कारण के हो त्यसरी गएको हैन नि म हस्पिटलमा जान्छु डाक्टर मिल्छु भने त्यसरी गएको हैन नि किन गएको भनेदेखि
ऊ हस्पिटल जाने चाहिँ पतिता समूहबाट हो। त्यो हस्पिटलमा जाने चाहिँ त्यसको हेतु के हो भने चाहिँ उसलाई बिमार छ, बिमार भएको कारणले उसलाई डर छ, यो बिमार चाहिँ धेरै नराम्रो भएको कारणले, यो रोग चाहिँ धेरै नभएको कारणले म मर्नु सक्छ भनेर चाहिँ उसले डर छ। त्यो डर भएको कारणले अनि उसले के गर्छ, यो रोग चाहिँ हटाउनको लागि अनि म हस्पिटल जानु पर्यो, डक्टर मिल्नु पर्यो भनेर चाहिँ जान्छ होइन। त्यही दोस्रो गरेर हामीले बुद्ध धर्मसँगको शरणमा जान्छु भने चाहिँ के हो, शरण गमन हो। त्यस्तो शरण गमन आउनको लागि हामीले पनि शरण गमनको हेतु चाहिँ चाहेको छ। अब हेतु चाहिँ के हो, दुई, डर र विश्वास। शरण गमनको हेतु कति छ, दुई। दुईवटा चाहिँ के हो, डर, एउटा चाहिँ के हो, डर, एउटा चाहिँ के हो, विश्वास। अब डर भने चाहिँ के डर, अघि हस्पिटल जाने चाहिँ त्यो रोगको डरले हो नि होइन। अब हामी बुद्ध धर्मसँगले ढोग्ने र मान्ने चाहिँ एउटा डर हुनु पर्यो नि। डर नभयो भनेदेखि किन त्यो चाह्यो। अब डर चाहिँ के हो भनेदेखि हामीलाई दुःख छ, जिउको दुःख छ, मनको दुःख छ। फेरि हामीलाई जिउको दुःख र मनको दुःख जो छ त्यो कहाँबाट आएको, त्यो पनि प्रतिता समूहबाट हो। त्यो सुरु आएको होइन, अटोमेटिकली अनि भएको होइन। त्यो हामीलाई दुःख हुनेको कारण चाहिँ एउटा के हो भनेदेखि हामीले नराम्रो कर्म गरेको कारणले दुःख भएको। त्यसो कारणले दुःखको फेरि हेतुमा कर्म भन्ने चाहिँ छ होइन। अब फेरि कर्म भने चाहिँ के हो, जिउदेखि गर्ने कर्म, मुखबाट गर्ने कर्म, जिउदेखि मान्छे मार्ने त्यस्तोको कर्महरू हुन्छ, मुखबाट अनि धेरै नराम्रो कुराहरू बोल्नेको कर्महरू हुन्छ। त्योहरू कहाँबाट आउँछ, मनको भित्र नराम्रो मनदेखि आएको। मनको भित्र नराम्रो के, रिस राग त्यहाँदेखि आएको। रिस रागहरू चाहिँ के हो, क्लेश। त्यसो कारणले दुःखहरू सबै कहाँबाट आएको भनेदेखि कर्म र क्लेश, कर्म र क्लेशद्वारा दुःखहरू आएको। त्यसो कारणले अब हामीलाई यस्तो दुःख हुने चाहिँ कारण केबाट हो भनेदेखि क्लेश र कर्म कि कारणले हामीले दुःख भएको। त्यसो कारणले हामी के भयो, जो मान्छे चाहिँ अनि रोगको कारणले दुःख भएर हस्पिटलमा गएर डक्टरलाई सहयोग गरिदिनुहोस् भनेको जस्तै हामी पनि क्लेश र कर्मको कारणले दुःख भएको कारणले अब त्यो दुःख हटाउन लागि, त्यस दुःख हटाउन सक्नेको शक्ति चाहिँ बुद्ध धर्म सङ्घलाई भएको कारणले हामी बुद्ध धर्म सङ्घलाई ढोग्छु, मान्छु, शरणमा जान्छु भने चाहिँ त्यो होइन। त्यो त हो नि, नत्र किन मान्ने होइन। त्यसको कारणले अहिले के भनेको छ भनेदेखि शरण गमन चाहिँ हुनु पर्यो। तर शरण गमन राम्रो हुनुको लागि त्यसको हेतु चाहिँ हामीले थाहा हुनुपर्छ। त्यसो कारणले शरण गमनको हेतु चाहिँ के हो, डर हो, विश्वास हो। अब डर चाहिँ के हो भनेदेखि अघि मैले भनेको जस्तो त्यो कर्म र क्लेशको कारणले दुःख धेरै संसारमा भएर पनि दुःख, नरकमा पुगेर पनि दुःख, त्यस्तो दुःखहरू सबै सम्झेर चाहिँ ओहो अब हामीले यस्तो दुःख, पहिले पनि यस्तै दुःख थियो, अहिले पनि यस्तै दुःख रहेछ, अब भविष्यमा पनि त्यस्तो दुःख, अब त्यसको माथि म अब त्यो दुर्गतिमा पुग्यो भनेदेखि कति अनि मलाई दुःख हुन्छ भनेर सोचेर डर हुनु पर्यो। डर थाहा भयो। अब त्यो डर भयो भनेदेखि अनि पो मनमा के आउँछ, हो त्यो दुःखबाट हटाउन सक्ने शक्ति कसले छ भनेर चाहिँ खोज तलास गर्छ। त्यो गर्यो भनेदेखि के मिल्छ, ल बुद्ध धर्मलाई छ भनेर थाहा हुन्छ। त्यो थाहा भएर के हुन्छ, बुद्ध धर्म सँगपट्टि विश्वास हुन्छ। त्यो विश्वास चाहिँ के हो, शरण गमनको हेतु हो। त्यो डर र विश्वासद्वारा अनि के गर्छ, ल
म बुद्ध धर्मसँगले विश्वास भइसक्यो, अब म उहाँकै शरणमा जान्छु भनेर चाहिँ शरण गमन चाहिँ आउँछ। हो, त्यो जानुपर्छ। हामी अहिले शरण गमन हामी गर्छ, तर हाम्रो त्यसमा हेर्नुहोस् त, राम्रो गरेर हेर्नुहोस् त, हामीले अहिले छेउको भित्र धर्मको त्यो ग्रामको भित्र भनेको जस्तो डर र विश्वासहरू सोचेर चाहिँ शरण गमन गरेको चाहिँ हो कि होइन, हामी हेर्नुहोस् है। मेरो विचारमा हाम्रो शरण गमनहरू चाहिँ कस्तो छ भनेदेखि परम्परा जस्तो गएको छ। हामीले लोसर मानेको जस्तो। लोसर किन मान्नुपर्छ के हो त थाहै छैन, हो जाउँ अब लोसर हो भनेर मान्छ होइन, त्यही जस्तो गरेर गएको जस्तो छ। तर छेउमा के लिएको छ भनेदेखि सत्य नै शरण गमन राम्रो एउटा हुनु हो भनेदेखि आफैले डर र विश्वास राम्रो हामीले सोच्नुपर्छ भनेको छ। जति डर र अनि विश्वास चाहिँ राम्रो भयो भनेदेखि त्यो शरण गमन चाहिँ राम्रो हुन्छ भनेको छ। जति डर र विश्वास चाहिँ राम्रो छैन भनेदेखि शरण गमन पनि त्यति हुँदैन भन्छ। त्यो हो कि होइन, राम्रो सोध्छ होइन। त्यसो कारणले एउटा बिमारीले आफ्नो रोगलाई अनि सोचेर ओ मेरो रोग चाहिँ धेरै नराम्रो हो भनेर थाहा भएर त्यो रोग चाहिँ अनि हटाउन सक्ने, त्यो निको बनाउन सक्ने को रहेछ भने त्यो डक्टर हो भनेदेखि त्यो डक्टरलाई विश्वास कस्तो हुन्छ। अब आफै त्यो रोगलाई त्यति नराम्रो हो भनेर चाहिँ सोच त्यति नभयो भनेदेखि मलाई रोग त छ के अब डक्टरसँग जानै पर्दैन भनेर हुन्छ नि, होइन किन जाने अब भनेर त्यसो गरेर हुन्छ नि। अब रोगलाई जति आफ्नो मनमा यो नराम्रो हो, यो चाहिँ त्यो निको हुनु पर्यो भनेर मनको भित्र धेरै त्यो छ भनेदेखि त्यसले हस्पिटलमा जाने, डक्टर देखाउने, डक्टरको दिएको कुराहरू भनेको कुरा राम्रो सुन्ने, दिएको दबाईहरू पनि राम्रो खाने, त्योहरू सबै गर्छ नि। तर हामीले डक्टर जस्तो बुद्धले भनेको कुरा राम्रो सुन्छ सुन्दैन, डक्टरले भनेको जस्तो धर्म राम्रो गर्छ बुद्ध, डक्टर जस्तो बुद्धले भनेको जस्तो उहाँको धर्मको त्यो दबाईहरू दिन्छ होइन, त्योहरू हामीले राम्रो खाँदैन नि। कहिले कहिले अब सका दवा हो भने जस्तो अनि छेपा चोङ्गा हो के भनेर अलि गर्ने होइन होइन। अब डेली आफ्नो जीवनमा चाहिँ बुद्धको दबाईहरू चाहिँ केही फाइदा छैन होइन। त्यो के हो, यति डर छैन हामीलाई, डर पनि त्यति छैन, विश्वास पनि त्यति छैन। अब म कुरा एउटा भनौँ, ग्राममा लम्ब्रीमा के लेखेको छ, हामीले चाहिँ बुद्ध भने चाहिँ ठुलो भनेर चाहिँ हामीले भन्छ होइन, मान्नु पर्यो भने अलिअलि मान्छ, तर सत्य कुरामा डेली आफ्नो आफ्नो जीवनको भित्रमा बुद्ध भन्दा आफ्नो साथीलाई ठुलो मान्छ। साथीले यो नगर है, यो गर है, हामी जाउँ है, के गर भनेदेखि तुरन्त आफूले मान्छ नि, ए साथीले भन्यो नसुन्यो भने हुँदैन, मेरो साथी भने कस्तो गर्छ। तर बुद्धले भन्यो अब यस्तो गर्नु पर्यो भने चाहिँ कसले केही छ होइन होइन। त्यो के हो, बुद्धलाई ठुलो मुखबाट भन्दै भन्दै आफ्नो साथी जस्तो पनि हामीले बुद्धलाई सोच्दैन होइन। त्यस्तो कारणले त्यो त्यहाँ छेउमा त्यही लेखिएको छ। त्यसो कारणले सत्य कुरामा हामीले बुद्धको स्ट्याचु बनाउँछ होइन, पुर्ने कमाउँछ त्यही हो, स्ट्याचु बनाउँछ नि यहाँ राख्छ, छेउमाहरू के गर्छ, आफ्नो जिन्दगी बिहानदेखि बेलुका सुत्नेसम्म बुद्धले याद कति गर्छ रहेछ हेर्नुहोस् त, गाह्रो हो होइन। अब बुद्ध चाहिँ छेउकाङमा आइराख्ने, पानी अलिकति चरेर राख्ने, त्यही हो आफ्नो जीवनमा, त्यसलाई युज छैन। बुद्धको धर्महरू किताबहरू पनि त्यहाँ छे भनेर यहाँ राख्यो, पूजा राख्यो, केही फाइदा छैन होइन। कहिले कहिले अब सप्ताहको बेलामा चाहिँ निकालेर पढ्नुहोस्, त्यो पनि अरूले पढ्ने। हाम्रो धर्म चाहिँ के हो, आफैले नगर्ने अरूले गर्ने। बिमारी एउटा छ अरे है, डक्टरले दिएको दबाई चाहिँ आफैले नखाएर तिमी खाऊ म निको हुनु पर्यो।
यस्तो हो सत्य कुरामा चाहिँ हाम्रो अलिकति भएको छैन क्या बुद्ध स्वयंले रहला नेपत्तव्य दुषे छेला मेन तव्य दुषे छे मावापोला मेम्ब तव्य दुषे भनेर धेरै भनेको छ नि आफूलाई म रोगी हो भनेर थाहा हुनुपर्छ भनेको मलाई रिस राग यस्तो मनको रोग मलाई धेरै छ रहेछ म रोगी हो भनेर चाहिँ सोच्नुपर्छ भनेको छ रावण नेपत्तव्य दुषे छेला मेन तव्य दुषे बुद्धको धर्मलाई दबाई जस्तो हो भनेर चाहिँ सोच्नुपर्छ भनेको छ छेला मेन तव्य दुषे छे मावापोला मेम्ब तव्य दुषे धर्म दिने धर्म सुनाउने धर्मको प्रवचन दिने धर्मको आगम र भाग्यहरू दिने गुरुलाई डक्टर जस्तो डक्टरको रूपमा सम्झिनुपर्छ भनेको छ छे मावापोला मेम्ब तव्य दुषे नेन्देन्दो न्याम्सो लोवाला ने छोवा तव्य दुषे भने चाहिँ जो रोगीहरूले आफ्नो रोग चाहिँ निको हुनुको लागि दबाई बिहान पनि खाने दिउँसो पनि खाने बेलुका पनि खाने जस्तो गरेर हामीले पनि बुद्धले दिनुभएको गुरुले दिनुभएको धर्मको अनि त्यो दबाईहरू चाहिँ हामीले अनि सुनेर चिन्तन गरेर ध्यान अभ्यास जहिले पनि गर्नुपर्छ भनेको छ बिहान पनि गर्ने दिउँसो पनि गर्ने अनि बेलुका पनि गर्ने त्यस्तो गर्नुपर्छ भन्छ होइन त्यस्तो हामीले गर्छ रहेछ गाह्रो छ नि अब खानाको कुरोमा पुग्दाखेरि बिहान पनि टन्न खानु पर्यो दिउँसो पनि टन्न फेरि राति पनि टन्न खाएर अब सुतौँ अब धर्म र खाना दुईटामा तिमीले के चाहियो भन्छ त खानै चाहन्छ अब त्यस्तो गर्ने बेलामा हामीले धर्मलाई खानाभन्दा सानो सोच होइन भन्नु चाहिँ बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि त्यो त मुखबाट भनेको मात्र अब त्यस्तो गऱ्यो भनेदेखि हामी कति विकास हुन्छ गाह्रो हो नि मैले त्यहाँ धर्मशालातिर तिप्ती सोसाइटीमा मैले धेरै भनेको चाहिँ कहिले बुद्धहरू धेरै हाँस्छ होला मेरो विचारमा होइन मेरो चेलाहरूले बिहान चाहिँ मलाई पानी अलिकति दिन्छ रहेछ मैले भनेको छेहरू सुन्दै पढ्दै अब उनीहरू के गर्ने होइन अब डाक्टरले अब बिमारहरू छ होइन फेरि बिमारीहरूले डक्टरले पानी चढाउने मेडिसिन चाहिँ नलिने नखाने केसर बस्यो भने डाक्टर हाँसेर बस्छ नि त्यस्तो हो त्यसो कारणले हाम्रो यो सोच र अनि गर्नेको तरिकाहरू चाहिँ धेरै त्यो छ भुल मिस्टेक छ धेरै अब यो परिवर्तन हुनु पर्यो चेन्ज त्यसो कारण अनि मैले यहाँ एउटा कुरा चाहिँ भन्न चाहन्छु अहिले मलाई याद आयो नि धर्म भन्ने चाहिँ लामा गुरुले गर्ने हामी त्यो व्यक्तिहरू त्यो हाम्रो त्यो मिमङहरूले पब्लिकहरूले चाहिँ नगर्ने भने चाहिँ त्यो सोच्नु हुँदैन मैले अघि नै भन्नु नि होइन हामी आफै मनको रोग अघि रिस राग भएको मान्छे आफै हो नि त्यसो कारणले अब त्यो हटाउनु लागि चाहिँ आफैले दबाई खानु पर्यो नि धर्मको दबाई आफैले खानु हो नि धर्मको दबाई धर्म भने चाहिँ ओ लामा गुरुले गर्नुपर्ने हो म चाहिँ त्यो नगर्ने भनेर बस्यो भनेदेखि हुँदैन त्यसो कारणले आफैले गर्नुपर्छ किन आफैले दुःख चाहिँदैन नि
आफू दुःख नचाहिनुको कारणले दुःख हटाउनु पर्यो नि। दुःख हटाउनुको तरिका चाहिँ धर्म हो नि। त्यो धर्म चाहिँ आफैले त्यसलाई चाहिँ ध्यान अभ्यास गर्यो भनेदेखि बल्ल आफ्नो दुःख चाहिँ हटाउँछ नि। अर्को मान्छेले धर्म गरेर आफ्नो दुःख हटाउने भने चाहिँ हुँदै हुँदैन। ले न्यापा ले फेल्छेवा ले माछेपा त मिठेवा ले छेपा छु मिसेवा भनेर कर्म र फलको विषयमा बुद्धले भनिसकेको छ नि। तिमी आफूले राम्रो कर्म गर्यो भनेदेखि त्यसको फल सुख तिमीलाई मिल्छ। तिमी आफूले दुःख कर्म गर्यो भनेदेखि त्यसको फल दुःख तपाईँलाई मिल्छ। अरू मान्छेले नराम्रो कर्म गरेर अनि तपाईँले अनि त्यो दुःख मिल्ने, अरू मान्छेले राम्रो कर्म गरेर तपाईँले सुख मिल्ने होइन। तिम्रो सुख तिमीले बनाउनु पर्छ। तिम्रो अनि दुःख चाहिँ तिमीले काम गर्नेको कारणले हुन्छ भनेर उहाँले भन्यो। त्यसो कारणले लामा गुरुहरूले चाहिँ धर्म गर्नु दिएर आफैले त्यो फलहरू सबै पाउँछ भनेको कुरा चाहिँ हुँदैन होइन। त्यसो कारणले चाहिँ म अहिले के भन्न चाहन्छु, एउटा कुरा चाहिँ तपाईँहरूले राख्नुहोस्, राम्रो सोच्नुहोस् ल। मैले अहिले भनेको आफैले आफूलाई अनि इङ्ग्लिसमा भन्छ नि लोभ, तिप्तीमा भन्छ छाम्चे सेवा भन्छ नि। आफैले आफूलाई माया छ कि छैन राम्रो हेर्नुहोस् त। मेरो विचारमा छैन। बा आमाले बच्चालाई सत्य माया छ भनेदेखि बच्चालाई दुःख दिन्छ दिँदैन, सुख दिन्छ। त्यही दोस्रो गरेर यदि आफूलाई माया सत्य माया छ भनेदेखि आफूले आफूलाई दुःख दिँदैन। तर आफूले दुःख कति दिन्छ रहेछ हामीले आफ्नो थाहा छ नि। आफूले दुःख दिने चाहिँ कसरी हुन्छ रहेछ? आफूले नराम्रो कर्म गर्ने, नराम्रो सोच त्यो गरेर आफूलाई दुःख पाउने। त्यसो कारणले आफूले माया राम्रो छैन छ भनेदेखि आफूले दुःख नदिनुहोस् होइन। त्यसो कारणले चाहिँ यो धर्ममा चाहिँ अनि यस्तो भनेको छ। त्यसो कारणले अहिले अब म अहिले यो चाहिँ यति राख्छु। यहाँसम्म चाहिँ मैले बिहान अनि सिकाएको हो। बिहान सिकाएको अघि मैले भनेको दोस्तो 5वटामा अनि के अरे शरण गमनको अनुशासन फाइदा 8वटा सिकाएको। शरण गमनको हेतुमा पनि डर र विश्वास, 2मा डर चाहिँ बिहान सिकाएको थियो। अब भोलि चाहिँ विश्वासको विषयमा त्यो कुराहरू हुन्छ, त्यो यति राख्छु। अब यहाँसम्म 2 पाठ 2 चाहिँ सिद्धियो। अब तेस्रो चाहिँ अघि बिहान मैले के सिकाएको छ, ध्यान अभ्यास गर्ने तरिका। 1 दिनको भित्र ध्यान अभ्यास कसरी गर्नुपर्छ, दैनिक ध्यान अभ्यास गर्ने तरिका भने चाहिँ मैले बिहान सिकाएको। त्यसलाई तिप्तीमा के भन्छ, निरे गमयामले झ्याचु। निरे भने चाहिँ दैनिक जीवनमा, गमयामले झ्याचुल भने चाहिँ ध्यान अभ्यास गर्नेको तरिका हो। त्यो यो चाहिँ 3rd पार्टमा चाहिँ हो। अब यो मैले चाहिँ तपाईँहरूले सिकाउने हो। हामीले पहिला चाहिँ हामीले यो के भन्छ यो चाहिँ थाहा हुनुपर्छ। सर्वप्रथम राम्रो गरेर सोच्नुहोस् है। हामीले दैनिक जीवनमा ध्यान अभ्यास गर्नुपर्छ भनेको विषयमा पहिला क्वेसन किन हामीले दैनिक जीवनमा ध्यान अभ्यास गर्नुपर्छ, किन त्यो? अब त्यो मैले अघि भनेको जस्तो हो, दैनिक जीवनमा एक दिनको भित्र ध्यान अभ्यास गर्यो भनेदेखि एक दिनको भित्र फाइदा धेरै हुन्छ। एक दिनको भित्र ध्यान अभ्यास गर्यो भनेदेखि पुण्य पनि धेरै कमाउँछ। त्यो मात्र नभएर आफ्नो सोच पनि परिवर्तन हुन्छ, काम गर्ने तरिकाहरू पनि परिवर्तन हुन्छ। त्यस्तो फाइदा हुन्छ। त्यस्तो यो एउटा। अरू के छ भनेदेखि हामीले
कहिले कहिले धर्म गरेको कहिले कहिले ध्यान आवेश गरेको र एक दिनमा डेली एभ्री डे ध्यान आवेश गरेमा धेरै फाइदा छ कसरी उदाहरण बिमारीहरूले हैन डाक्टरले तिम्रो रोग यस्तो नराम्रो रहेछ त्यो हटाउन लागि तिमीले चाहिँ अनि त्यो दबाई चाहिँ जहिले पनि खानुपर्छ नछुट्ने गरेर खानुपर्छ बिहान खानु पर्यो दिउँसो खानु पर्यो भन्यो भनेदेखि त्यो बेलामा त्यो बिमारी मान्छेले चाहिँ ओ म चाहिँ सकत हावामा चाहिँ दबाई खान्छु छेबचु चोङ्गामा चाहिँ दबाई खान्छु अरू नखाने भनेदेखि के हुन्छ त्यसको रोग चाहिँ अनि निको हुनुमा कति फाइदा हुन्छ हैन फेरि कहिले कहिले म खान्छु भनेर बसेर कति हुन्छ त्यति फाइदा छैन नि यदि उसको रोग चाहिँ अनि जो रोगीहरू छ त्योहरू सबै अनि हटाउनु पर्ने अनि त्यो त्याग्नु पर्ने त्यस्तो त्यो निको हुनु पर्यो भनेदेखि डाक्टरले भनेको जस्तो एक दिनमा जहिले पनि दबाई खायो भनेदेखि अनि त्यति फाइदा हुन्छ नि लाभ हुन्छ नि हैन खानु पनि पर्छ खायो भने त्यति फाइदा छ नि त्यही जस्तो गरेर हामीले पनि धर्म भने चाहिँ एक दिनमा जहिले पनि ध्यान आवेश गरेर गर्न सक्यो भनेदेखि त्यति हामीले चाहिँ फाइदा हुन्छ त्यसो कारणले एक दिनमा दैनिक जीवनमा चाहिँ धर्म गर्नुपर्छ ध्यान आवेश गर्नुपर्छ भनेको कारण चाहिँ त्यो हो त्यसो कारणले अब दैनिक एक दिनको भित्र ध्यान आवेश गर्नुपर्छ भनेदेखि कसरी गर्ने त्यसको तरिकाहरू के छ भनेको विषयमा यहाँ चाहिँ मैले छोटा योग भनेर चाहिँ सिकाउँदैछु तिप्तीमा भन्छ नेलजोर ठुक निरे न्याम्ने नाला नेलजोर ठुक नेलजोर भने योगा भने भन्छ योग ठुक भने चाहिँ छोटा योग भने चाहिँ थाहा हुनु पर्यो त्यसमा छोटा योग चाहिँ के हो भनेदेखि तिप्तीमा थाङ्बो दङ्गी नेन्जोर निपा ठुकी नेन्जोर सुम्ब थुङ्गी नेन्जोर शिवा सेकी नेन्जोर ngapa न्यालुए नेन्जोर ठुबा थुइसेङ्गी नेन्जोर भनेर यो पेज नम्बर 280 मा छ 280 मा अनि मुन्नीदेखि अनि 5 लाइनमा छ निरे गोम याम्ने छावाला ठुक थाङ्बो दङ्गी नेन्जोर भन्ने चाहिँ कस नेपालीमा अनि दावे नेन्जोरले के भन्छ भन्यो भने दावे नेन्जोर भन्ने चाहिँ पहिला नेन्जोर भने चाहिँ योग भयो हैन योग साधना भन्छ नेन्जोर भने चाहिँ योग साधना भयो अब यहाँ दावे नेन्जोर भने चाहिँ नेपालीमा स्नान योग साधना भनेको स्नान योग साधना भने चाहिँ के हो भनेदेखि साधारणमा भन्यो भनेदेखि बिहान उठ्दाखेरि अनि योग गर्ने तरिका भनेको बिहान उठ्दाखेरि योग गर्नेको तरिका भने त्यो थाङ्बो दाङ्वी नेन्जोर भने चाहिँ त्यो अब त्यसको पछि दोस्रोमा चाहिँ के हुन्छ भनेदेखि ठुकी नेन्जोर भने चाहिँ नेपालीमा के भन्छ भनेदेखि अघि चाहिँ भुलियो रहेछ अघिको चाहिँ दावे नेन्जोर भने चाहिँ उड्ने बेलाको योग साधना भने चाहिँ दावे नेन्जोर भयो ठुकी नेन्जोर भने चाहिँ स्नान योग साधना भने चाहिँ हामी जिउ दुन्दाखेरि मुख दुन्दाखेरि योग साधना कसरी गर्ने भनेको विषयमा त्यो चाहिँ दोस्रो भयो अब त्यसको पछि सुम्ब थुङ्गी नेन्जोर भने चाहिँ तेस्रोमा मूल विषयको योग साधना भनेको त्यो चाहिँ तेस्रो चारमा चाहिँ योग के आउँछ भनेदेखि सेकी नेन्जोर या सतुङ्गी नेन्जोर भने चाहिँ हाम्रो नेपालीमा ओजन सेवनको
योग साधना यसको मतलब खाना खानु बेलामा पिउनु बेलामा चाहिँ हामीले योग साधना कसरी गर्ने त्यो 5 नम्बरमा के आउँछ न्यालवे नेन्जर भन्छ तिप्तीमा यो नेपालीमा के भन्छ भनेदेखि शयन योग साधना भन्छ शयन योग साधना भने चाहिँ सुत्नु बेलामा ध्यान अभ्यास कसरी गर्नुपर्छ त्यसको विषयमा हो अब त्यसको पछि चाहिँ थुइसेङ्गे नेन्जर भन्ने चाहिँ नेपालीमा चाहिँ अन्य समयको योग साधना अन्य समयको योग साधना भने चाहिँ अघि पहिला भनिसकेको उड्ने बेलाको भने समय एउटा भयो अनि स्नान योग भने चाहिँ अनि त्यो के अरे जिउ धुँदाखेरि समयमा गर्ने भयो मूल विषयको समयमा गर्नुपर्ने भयो खानाको समयमा गर्ने सुन्नेको समयमा गर्नेहरू सबै भएन नि अब यो नभएको अरू समयहरू छ नि त्यसमा अनि योग कसरी गर्ने ध्यान अभ्यास कसरी त्यो चाहिँ अनि 6 नम्बर 6 त्यो 6वटा चाहिँ त्यो हो अब त्यसमा पहिला अघि बिहान मैले के सिकाएको छ भनेदेखि नम्बर 1 र नम्बर 2 अब नम्बर 1 चाहिँ के हो उड्ने बेलाको योग साधना भने त्यो चाहिँ सिकाउने त्यो नसिकाएको अगाडि के भन्नु चाहन्छु भनेदेखि यहाँ कुरा राम्रो एउटा चाहिँ तपाईँहरूले मनमा राख्नु छैन हामीहरू सबै बिहान उठ्छ सबै उठ्छ हामी पनि उठ्छ होइन त्यो सँगै जनावरहरू पनि उठ्छ चिरादेखि लिएर सबै उठ्छ होइन अब त्यो सँगै अरू मान्छेहरू पनि उठ्छ बुद्धिस्टहरू पनि उठ्छ त्यो अबुद्धिस्ट भनौँ बौद्धहरू पनि उठ्छ अबौद्ध पनि उठ्छ तर त्यो उड्ने बेलामा के फरक छ रहेछ बौद्ध उड्नेको तरिका र अबौद्ध उड्नेको तरिका के फरक छ रहेछ होइन जनावरहरू उड्नेको तरिका के छ रहेछ हामी बिहान उठ्छ तुरुन्त उड्नु बेला भयो भनेर उठ्छ तुरुन्त अनि अब टोयलेटमा जाने यताउता जाने अनि त्यसको पछि खाना खाने अनि त्यहाँदेखि काममा जाने त्यसो गर्छ नि अब त्यो सबैले गर्छ नि हामी एउटा बुद्धको चेला हो भनेर बौद्ध हो भनेर खास केही छैन नि त्यसलाई अब यहाँ के सिकाउँछ बुद्धको चेला भएको कारणले एक दिनको भित्र 24 घण्टा 24 आवर्स आफ्नो हातमा छ त्यो 24 आवर्स चाहिँ 24 घण्टा चाहिँ धर्ममा ल्याएर जानुपर्छ त्यो कसरी ल्याउने भनेको विषयमा यो छोटा योग चाहिँ अनि ध्यान दिएर ध्यान अभ्यास गर्नु सक्यो भनेदेखि आफ्नो एक दिनको समयहरू सबै अनि परिवर्तन भएर धर्ममा चाहिँ जानु सक्छ त्यो भयो भनेदेखि बुद्धको चेलाहरू बौद्धहरू चाहिँ उड्ने तरिका पनि अर्को रहेछ खाने तरिका पनि अर्को रहेछ बोल्ने तरिका अर्को रहेछ त्यो जिउ धुने तरिका पनि अर्को रहेछ भनेर चाहिँ सबै युनिक हुन्छ रहेछ नि फरक त्यहाँबाट हुन्छ नि नत्र सबै एउटै हो केही फरक छैन त्यसो कारणले यहाँ के सिकाएको छ भनेदेखि आफ्नो भएको यो 24 घण्टाको समय चाहिँ धर्ममा कसरी ल्याएर जाने भनेको त्यो तरिका चाहिँ सिकाउँदैछ त्यो चाहिँ जानेर गऱ्यो भनेदेखि एक दिन हामी के हुन्छ फाल्तोमा जाँदैन धर्ममा जान्छ त्यस्तो गरेर गयो भनेदेखि एक हप्ता फाल्तोमा जाँदैन धर्ममा जान्छ त्यस्तो गरेर चाहिँ एक महिना फाल्तोमा जाँदैन त्यस्तो गरेर चाहिँ एक वर्ष त्यस्तो गरेर चाहिँ आफ्नो जीवन आफ्नो लाइफ धर्ममा जानु सक्छ योहरू टेक्निक हो नि योहरू पो जानु पर्यो नि होइन त्यसो कारणले मैले यो चाहिँ हामी बौद्धहरूले सिक्नुपर्छ थाहा हुनुपर्छ भनेर चाहिँ अहिले मैले चाहिँ सिकाएको चाहिँ त्यो त्यसो कारणले अब यहाँ हेर्नुहोस् नम्बर 1 मा图的这个什么这个不看这个，这个我什么样子，我不能读吧，他怎么到我？
त्यस ठिक अब अलि सिकाउँ है अब छोटकरीमा चाहिँ भन्नु अब हामी बौद्धहरूले बिहान उठ्दाखेरि चाहिँ हामीले बिहान उठ्नेलाई चाहिँ उठ्ने बेलाको समय चाहिँ हामी खेरो नहुनुको लागि धर्ममा लिएर जानुपर्छ त्यसको लागि चाहिँ उठ्ने बेलाको योग साधना चाहिँ हामीले गर्नुपर्छ त्यो कसरी गर्नुपर्छ भनेदेखि बिहान तुरुन्त आफै अनि त्यो उठ्दाखेरि चाहिँ तुरुन्त उठेर चाहिँ जानु हुँदैन आफ्नो ओछ्यानको भित्रै बसेर हात त्यो खुट्टाहरू सबै त्यसो राम्रो गरेर बसेर चाहिँ हात चाहिँ यसो राखेर म एउटा बुद्धको चेला हो भनेर चाहिँ पहिला सोच्नुपर्छ हिजो म अनि सुत्दाखेरि केही कारणले मर्नु पनि सक्छ तर नमरेर आज बिहान म उठ्नु सकेको धेरै राम्रो अनि त्यो हो त्यसो कारणले अब आजको दिन चाहिँ मैले त्यो समयहरू चाहिँ खेरोमा जानु नदिने त्यसो कारणले मैले पहिला सर्वप्रथम मैले बुद्ध धर्म सङ्घलाई ढोक्छु त्यो ढोकेर बुद्धले जो भनेको अनि त्यो धर्मको कुराहरू अनि त्योहरू चाहिँ मैले जति सकेको मैले चाहिँ ध्यान अभ्यास गर्छु भनेर चाहिँ मनमा त्यो गर्नुपर्छ बिहान उठेर त्यो बेलामा मुखबाट नमो तस्स भगवतु अरहतु सम्मा सम्बुद्धस्स भनेर बुद्ध शाक्यमुनिलाई ढोक्ने त्यसको पछि बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि सङ्घम शरणम गच्छामि भनेर अनि बुद्ध धर्म सङ्घको शरण गमन चाहिँ गर्ने त्यसको पछि चाहिँ सक्यो भनेदेखि नागार्जुनले लेखेको जस्तो भनेको जस्तो गरेर खाङ्गी थुसिङ यसो भने तव थम्चे पाङ्बेश्वर थाम्बेछु नि त्यो जब गोदम देला छाछलो भनेर बुद्ध शाक्य मुनिको कृपाहरू बुद्ध शाक्य मुनिको ज्ञानको गुण बुद्ध शाक्य मुनिको अनि माया दयाको गुण त्योहरू सोचेर ओहो बुद्ध शाक्य मुनि भने चाहिँ धेरै ठुलो रहेछ मेरो अनि मैले उहाँले चाहिँ शरण गमन गर्दैछु त्यस्तो महा बुद्धलाई म ढोक्छु भनेर उहाँको कृपा सोचेर बुद्ध शाक्य मुनिले ढोक्ने त्यसको पछि चाहिँ अनि आफैले अनि त्यसको पछि चाहिँ गुन्ख्युगी कुदा दागिल्यो गुन्ख्युगी सुँदा दागिङ गुन्ख्युगी थुदा दागी धैमे चिदु ग्योर सो भनेर अब त्यो बेलामा चाहिँ ओहो म एउटा बुद्धको चेला भएको कारणले मैले हेर्नुपर्ने मैले उदाहरण लिनुपर्ने चाहिँ बुद्ध हो अब बुद्धको काया बुद्धको वाक्का बुद्धको चित्त बुद्धको काया भने चाहिँ रूप भयो सुपु बुद्धको वाक्क भने चाहिँ उहाँको अनि स्पिच भयो बुद्धको चित्त भने चाहिँ उहाँको मन भयो बुद्धको वाक्का बुद्धको काया वाक्क चित्त त्यसले के गर्छ सर्व प्राणीहरूलाई फाइदा हुन्छ हाम्रो जिउ र वचन र मनले सर्व प्राणीले फाइदा हुन्छ हुँदैन आफैले फाइदा गर्न सक्दैन त्यस्तो छ त्यसो कारणले मैले मेरो वाक्का चित्त मेरो काया वाक्का चित्त पनि बुद्ध शाक्य मुनिको वाक्का चित्त काया वाक्का चित्त जस्तो होस् भनेर चाहिँ प्रार्थना गर्नुपर्छ त्यस्तो प्रार्थना गर्यो भनेदेखि बिस्तारै बिस्तारै त्यस्तो हुनु सक्ने छ थाहा भयो त्यसो कारणले यो गर्ने त्यो गरिसकेर अनि त्यसको पछि बल्ल उठ्ने तर उठेर तुरुन्त जानु हुँदैन हामी एउटा बौद्ध हो बौद्ध भएको कारणले बुद्ध धर्म भने चाहिँ के हो हिंसाको धर्म होइन अहिंसाको धर्म हो अरूले हान्ने गर्ने धर्म होइन अरूले फाइदा गर्ने हो बुद्धको धर्म चाहिँ करुणाको धर्म हो त्यसो कारणले हामीले सर्व प्राणी
जसले भने हामीले हान्ने गर्नु हुँदैन, दुःख दिनु हुँदैन। त्यसो कारणले कहिले के हुन्छ भनेदेखि हाम्रो खुट्टाको तल, खुट्टाको मुनि किराहरू धेरै मर्न सक्छ। हातको मुनि पनि किराहरू धेरै मर्न सक्छ। त्यसो कारणले खुट्टा र हातलाई अनि मन्त्र गर्नुपर्छ। त्यसले भन्छ कङ्किलको नाक भन्छ। त्यो गरेर मन्त्र गरेर मनमा प्रार्थना गर्नुपर्छ, ओ मेरो हात र खुट्टाको तल जति मरेको किराहरू सबै यो मन्त्रको कृपाले, शक्तिले उनीहरू सबै अनि दुर्गतिमा नपुगेर अनि हामी जस्तो एउटा मान्छेको रूप, देवा देवीको रूप यस्तो राम्रो एउटा पाओस् भनेर चाहिँ सोचेर अनि मन्त्र चाहिँ गर्नुपर्छ। त्यो मन्त्र चाहिँ के हो भनेदेखि ओम खरे चरा गण हुम ह्री स्वाहा भनेर चाहिँ त्यो तिप्तीमा यहाँ किताबमा लेखिएको छ। अब अहिले तपाईँहरू रेकर्डिङ गरेको छैन, पछि यहाँ भिडियोमा पनि हुन्छ। तपाईँहरूले एकचोटि भन्नुहोस् त, दोहोऱ्याएर भन्नुहोस् त। ओम खरे चरा गण हुम ह्री स्वाहा। यो चाहिँ 3 चोटि 7 चोटि गरेर चाहिँ पछि हातमा खुट्टामा चाहिँ गरेर चाहिँ अनि त्यो मेलम चाहिँ प्रार्थना चाहिँ गर्नुपर्छ। थाहा भयो? यहाँ चाहिँ यो यसरी गरेर चाहिँ उठ्ने, यसरी गरेर चाहिँ उठेर अब हामी यहाँ टोयलेटतिर जान्छ होइन, यताउता जाँदाखेरि पनि त्यसै गरेर मुख चुपा लाएर त्यो नराम्रोहरू सोचेर जानु हुँदैन। मनको भित्र पनि माया दया सोचेर जाने, मुखबाट भनेदेखि मन्त्रहरू अनि जापेर जाने। अब त्यसो भित्र मन्त्र आफ्नो गुरु महागुरुको मन्त्र हुनसक्छ, शाक्य मुनिको मन्त्र तत्या था ओम मुनि मुनि महामुनि स्वाहा भनेर मन्त्र हुनसक्छ। आफ्नो यो के अरे बुद्धिहरू विकास हुनेको मन्त्र ओम आरापचा नादी भन्यो भने हुनसक्छ। आफ्नो मेमोरी पावरहरू विकास हुनुको लागि दिदी 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 भनेर मन्त्र पनि हुनसक्छ। अब सबै तपाईँहरू भन्नुहोस् ल एकचोटि, ओम मुनि मुनि महामुनि स्वाहा। अब यो मञ्जुश्रीको मन्त्र भन्नुहोस् ल, पहिला चेरेसेको मन्त्र भन्नुहोस्, ओम माने पेमे हुँ। अब मञ्जुश्री ओम वकी शरमुम। अब दिमागको ओम आरापाचा नादी। अब मेमोरी पावरको दिदी 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 त्यस्तो जापेर गऱ्यो भने राम्रो। खास गरेर हामी युवा युवतीहरू स्कुलमा जाने स्टुडेन्टहरूले यो धेरै गर्नुपर्छ। ओम रमजनाथी ओम रमजनाथी ओम रमजनाथी ओम रमजनाथी ओम रमजनाथी दिदी 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 भनेर त्यसले चाहिँ धेरै आफ्नो त्यो बुद्धिहरू अनि मेमोरी पावर विकास हुन्छ। त्यो भयो होइन। त्यसो गरेर मन्त्र जाप्दै जाप्दै मनमा माया दाया सोचेर यसरी यताउता जाने। अब त्यसको पछि हामी टोयलेट जान्छ। फेरि टोयलेटमा हामीले जहिले युज गर्नु बेलामा चाहिँ हामी त्यो सबै फाल्तु हो होइन, कहिले कहिले पापमा पनि जानु सक्छ। अब त्यसमा फेरि के सिकाएको छ बुद्धले, त्यस्तोहरू पनि धर्ममा ल्याएर जानु सक्छ भनेको छ। अब त्यो कसरी हो भनेदेखि खास गरेर दानको अभ्यास चाहिँ गर्नुपर्छ। हामी कोही मान्छेलाई खानाहरू केही नभयो भनेदेखि खाना दिएर दान दिन्छ नि, खानाको दान भनेर दिन्छ नि। त्यो दोस्तो हाम्रो सिङ्गान पुस्तिखेरि पनि थेप्ती खिमेलुवा सिङ्गान पुस्तिखेरि पनि थेप्टप चिकाउँदो सिङ्गान पुस्तिखेरि सिङ्गान फाल्दाखेरि त्यो लिपाहरू छिमाहरू त्यो मुखको त्यस्तोहरू फाल्दाखेरि चाहिँ अनि हामीले चाहिँ अनि के गर्नुपर्छ, सिङ्गान भयो त्यो मुखको त्यो छिल्माहरू भयो थुकहरू भयो त्योहरू सबै त्यसलाई त्यो खाएर जीवन निभाउने त्यस्तो अनि भूतसुतहरू पनि हुनसक्छ। मान्छे नभएको त्यस्तोहरू हुनसक्छ, हिदाग भन्छ त्यस्तोहरू हुनसक्छ। त्यसो कारणले उनीहरू सबैलाई चाहिँ मैले दान दिँदैछु भनेर माया दायाद्वारा
दान दिन्छु भनेर सोचेर अनि आफूले अनि त्यस्तो त्यो के अरे थुकहरू त्योहरू अनि फाल्यो भने अनि त्योहरू पनि धर्ममा जान्छ भनेर लेखेको छ। त्यसको लागि चाहिँ यहाँ मन्त्रहरू हुन्छ। यो म अहिले यहाँ आगम दिन्छु, तपाईँहरूले त्यो चाहिँ अनि त्यो गर्नुहोस्। यहाँ छ नि, तपाईँले अनि छिल्मा भन्छ, मुखको भित्र भएको पानी छिल्माहरू यसो फ्याँक्दाखेरि चाहिँ के गर्नु पर्यो? ओम आ खेटा आहारे बे सोहा भनेर एकचोटि भन्नुहोस् त। ओम, यो पतलुको एउटा किताब छ नि, त्यसको 41 पेजमा छ। 41 पेजमा हेर्नुहोस् न, 41 पेजमा हो। या मुनिदेखि 6-7 लाइनमा हेर्नुहोस्। पाउनुभयो? पाउनुभयो? ल अब भन्नुहोस् ल। यहाँ छ नि, ओम आ खेटा आहारे बे सोहा। त्यो बेलामा हातले यसो 3 चोटि गर्ने, सेकोल तोक्छौँ। ओम आ खेटा आहारे बे सोहा भनेर। अब हामीले त्यो के अरे स्यालेकमा भन्छ नि, लुपाहरू भनेर त्यो आएर फ्याल्छ नि, त्यो पनि धानमा धानको रूपमा दिएर अरूलाई फाइदा होस् भनेर चाहिँ सोचेर चाहिँ यो भन्नुपर्छ। या फेरि भन्नुहोस् है, ओम आ स्यालेकमा आहारे बे सोहा। अब हामी सिङ्गन फाल्दाखेरि चाहिँ फेरि दानको रूपमा दियो भनेर सोचेर चाहिँ के भन्नु पर्यो? मुखबाट ओम आ सिङ्गन आहारे बे सोहा। अब त्यसको पछि नेपालीमा चाहिँ के भन्छ होला? यहाँ चाहिँ ओम आ माला भन्छ होइन। अब हामी पातेको त्यो बेलामा चाहिँ फेरि हामीले धानमा सोचेर चाहिँ यो भन्नु पर्यो, ओम आ माला आहारे बे सोहा। त्यसको पछि चाहिँ हामीले गुहाक्दाखेरि फेरि त्यो पनि अनि त्यो धानमा सोचेर चाहिँ गर्ने, ओम आ विटा आहारे बे सोहा। अब त्यसको पछि चाहिँ हामीले त्यो चिम्बा मूर्ति खिरे रुवा चिम्बल कर्सा पिसाब फेर्दाखेरि भने दानको रूपमा दिएर चाहिँ यो सोच ल, ओम आ मुद्रा आहारे बे सोहा। त्योहरू सबै राम्रो मनको सोचले गर्यो भनेदेखि धर्ममा जान्छ भनेको छ। यो भयो। अब एउटा चाहिँ अघि बिर्सेछ। अब बिहान उठ्दाखेरि चाहिँ बिहान ओहो म यो यहाँ एउटा भन्नु पर्यो, हामी बुद्धको चेलाहरू भने चाहिँ बेलुका छिटो सुन्नुपर्छ। बेलुका धेरै छिटो के अरे बेलुका बिहान छिटो उठ्नुपर्छ होइन। फेरि बेलुका चाहिँ टन्न खाएर टिभी हेरेर बस्ने, फेरि बिहान चाहिँ त्यो घाम आएर पनि सुतेर बसेपछि त्यो चाहिँ नयाँ जमानाको त्यो यो त्यो पहिला हाम्रो यो तिब्बत र हिमालयन क्षेत्रमा यस्तो चलन छैन। बुद्धको चेलाहरू बिहान छिटो उठ्नुपर्छ है। अब बिहान छिटो उठ्ने बेलामा अब बत्ती हुँदैन नि, कालो कालो हुन्छ नि, त्यो बेलामा अब बत्ती बाल्छ होइन। अब हामी बत्ती कति बाल्छ? धेरै बाल्छ, तर त्योहरू सबै धर्म होइन नि। अब बत्ती बाल्नु पर्यो भनेर बाल्ने त्यो हो। अब हामीले त्यो पनि धर्ममा ल्याएर जानुपर्छ। कसरी भनेदेखि त्यो बत्तीको ठाउँमा गएर त्यहीँ बसेर आज मैले यो बत्तीहरू सबै छेमे भन्छ नि, छेमे ल्याम्प छ नि, छेमे हो, योहरू सबै छेमेको रूपमा अनि गुरु बुद्ध धर्म सङ्घ छन्चुसेम्बाहरू हिदमहरू सबैले चढाउँछु भनेर सोचेर त्यसको पछि चाहिँ अनि बत्तीलाई चाहिँ ठक गरेर अन गर्ने। अब बत्ती बाल्यो, त्योहरू सबै के भयो? छेमे। त्यसको पैसा, बत्तीको पैसा जति तिरेको त्योहरू सबै छेमेको लागि दिएको हो। त्यो पनि राम्रो छैन होइन त्यो गर्ने। त्यो बेलामा प्रार्थना कसरी गर्नुपर्छ भनेदेखि
बत्तीले के काम गर्छ? उज्यालो दिन्छ हैन? त्यो के भन्छ कालो कालो खर्छ त्यसलाई नगुण खर्छ, अन्धेरोहरू सबै हटाउँछ। त्यही दोस्रो गरेर हाम्रो मनको भित्र तिमुक भनेर अन्धेरा नजानेको त्यस्तो इग्नोरेन्सहरू धेरै छ हैन? त्योहरू सबै हामीले हटाउनु पर्यो। त्यो हटाउनु लागि के चाहियो? बुद्धिको शक्ति चाहिएको छ। त्यसो कारणले बत्तीहरू सबै छेउमेको रुखमा त्यो चराएर प्रार्थना के गर्नु पर्यो? सर्व प्राणीहरूको मनको भित्र बुद्धि पाओस्, शून्यता ज्ञानको बुद्धिहरू पाओस् भनेर चाहिँ प्रार्थना गर्नुपर्छ। थाहा भयो? तोङी तावार बचे माके पानम के भाइ मेबा खुनु खुँदो फेबर सो भनेर त्यो यहाँसम्म सक्यो। अब त्यसको पछि चाहिँ नम्बर 2 चाहिँ के हो? ठुकी नेन्जोर स्नान योग साधना भनेको त्यो। अब हामी स्नान धेरै गर्छ नि, मुख धुन्छ, जिउ धुन्छ होइन? अब यहाँ त धेरै गर्मी भएको कारणले अब धेरै धुन्छ होइन? हामीले जति दुःख सबै फाल्दो हो, पानी जति युज गर्छ त्यहाँ हामी त्यो सबै फाल्दो। तर अहिले यहाँ के सिकाएको छ? तपाईँले जो मुख धुएको, जिउ धुएको त्योहरू सबै धर्ममा ल्याएर जानु सक्छ। कसरी भनेदेखि अहिले यो सिकाएको स्नान योग साधना यो कसो हो भनेदेखि, उदाहरणमा चाहिँ पहिला हामी काला चक्र जस्तो वाङहरू थाप्नु जान्छ नि, वाङ थाप्नु जान्छ होइन? त्यो बेलामा गुरुले हामीले फुम्बे वाङ भनेर क्लासको वाङ के अरे वाङ लखेर सा त्यो झिरो छ अभिषेक, क्लासको अभिषेक भनेर चाहिँ फुम्बे वाङ दिन्छ। त्यो बेलामा हामीले के गर्छ? गुरुले पानी यसो हामीले दिँदाखेरि हामीले यो पानी लिएर अनि हामी 3 चोटि खान्छ होइन? 3 चोटि यसो खानु बेलामा चाहिँ प्रार्थना के गर्छ? लुकी ठेमा थाक्पासो, घाकी ठेमा थाक्पासो, यी ठेमा थाक्पासो भनेर कायाको पापहरू सबै हटाओस्, वाक्कको पाप हटाओस्, चित्तको पाप हटाओस् भनेर पानी खान्छ नि। त्यही दोस्रो गरेर त्यो बिहान त्यो मुख धुँदाखेरि, जिउ धुँदाखेरि आफ्नो अगाडि अनि गुरु के अरे स्वभावमा चाहिँ आफ्नो गुरु रूपमा चाहिँ बुद्ध शाक्यमुनि होस्, अवलोकित शिवारा चेरेस होस्, जुन धर्म होस्, जो आफूले इष्टदेव मान्छ त्यो अगाडि छ भनेर सोच्ने। त्यसको पछि काला छ नि, पानी आउने काला यसरी हामीले खोल्नु पर्यो नि। त्यो नखोल्नुको अगाडि इष्टदेवको हातको माथि अनि अमृत भएको क्लास एउटा छ भनेर सोच्ने। अब यसरी त्यो खोल्दाखेरि पानी आउँदाखेरि चाहिँ त्यो क्लासदेखि अमृत आयो भनेर सोच्ने। त्यो सोचिसकेर चाहिँ हात 2 यसरी गरेर, पहिला हात एउटाले यसो गरेर त्यो अमृतको फ्यु भन्छ नि पहिला चाहिँ चढाउने बुद्धहरूलाई। त्यो सकेर चाहिँ हात 2 र यसरी गरेर अनि मुखमा यसरी गर्नुपर्छ। अब त्यो बेलामा मुखबाट के भन्नुपर्छ? ओम आहुं, ओम आहुं, ओम आहुं भनेर चाहिँ जिउ धुने, पानीहरू जिउ धुने। त्यो थाहा भयो? अब त्यसले के फाइदा छ भनेदेखि ओम भन्ने चाहिँ बुद्धको काया हो, आ भने चाहिँ बुद्धको वाक्क हो, हुङ भने चाहिँ बुद्धको चित्त हो। त्यसो कारणले बुद्धको काया वाक्क चित्तको गुण र प्रसादले मेरो जिउ, मेरो काया वाक्क चित्त, मेरो जिउ, मेरो वचन, मेरो मनको पापहरू सबै हटाओस् भनेर सोचेर चाहिँ जिउ दिने। त्यसो कारणले योहरू पनि धर्ममा जान्छ भनेको यसरी जिउ दिनुपर्छ होइन? हो त्यस्तो। अब आज चाहिँ यो 2 चाहिँ सिकाउने त गिलहस छाक्छयादिदा काङबस घुम्ग्यादे त यो शाखा सँगै छेर वा। अब भोलि चाहिँ तपाईहरूलाई कसरी डोग्नुपर्छ भनेको विषयमा चाहिँ भोलि सिकाउँछु। जिउ कसरी गर्नुपर्छ, हात कसरी गर्नुपर्छ, माथि कसरी लिने, यसो सबै सिकाउने हो। त्यसको पछि चाहिँ भोलि तपाईहरूले पूजा कसरी गर्नुपर्छ,
हामीले पूजा हुन्छ नि पानी कसरी हाल्ने, पानी कति चाहिन्छ, किन सातवटा चाहिन्छ, त्यसको कुराहरू भोलि चाहिँ सबै सिकाउँछ। त्यो मात्रै नभएर भोलि मेडिटेसन त्यो ध्यान अभ्यास गर्नु बेलामा खुट्टा कसरी बज्नुपर्छ, हात कसरी राख्नुपर्छ, जिउ कसरी त्यो गर्नुपर्छ, आँखा कहाँ हेर्नुपर्छ, मनले कसरी सोच्नुपर्छ, अनि त्यो मन चाहिँ अनि आफ्नो त्यो के अरे अक्सिजन त्यसलाई अनि वायुलाई कसरी मन राख्नुपर्छ, त्योहरू चाहिँ भोलि चाहिँ सिकाउने। अब भोलि तपाईँहरूले बुद्ध शाक्य मुनिको फोटो अस्ति मैले दियो नि, त्यो लिएर आउने, नपाएकोहरू चाहिँ अनि हामी फोटो दिन्छौँ होइन। अब भोलि चाहिँ फेरि हामी मिलौँ। अब आज चाहिँ यति राखौँ। अब अहिले यहाँ बुद्ध सिरियल हेर्नुपर्ने छ त मारे ल।